सचित दाइले फ्लाइ बाई दिउँ क्या हो राइट त्यस्तो भयो भने भ्यूहरू हेर्न पनि आनन्द कि सबै एउटै लेभलमा भयो ल यताबाट राइटतिर लाग्यो भने दुप्चेश्वर महादेव मन्दिर जाने बाटो 17 किलोमिटर रहेछ ल यहाँबाट जहाँ ठाए देख्यो केटाहरूले बाइक रोकिहाल्यो के गर्नु ह्युमिड छ गर्मी त बाटो भएर अगाडि आइहाले केटाहरूले धुलो खायो लास्ट पोइन्ट यही होला बाइकहरू अनि अलिकति हिँड्नुपर्छ भन्दै थियो 10 मिनट जति ओहो हामीलाई स्वागत त धेरैजना गर्न आयो त फाइनली मन्दिर पनि आइपुग्यो एकजना साथी भेट्यो श्री दुप्चेश्वर महादेव की जय झन्डै ढुङ्गा त फुत्तै फाल्यो अगाडिको टायर मैले त्यही भएर अघि आउने बेला भनेको थिएँ यो बाटो अलिकति ढुङ्गासँग हटाइदियो भने चाहिँ सजिलो हुन्छ भनेर बाटोको हालत यस्तो छ यार बाटो पग्लेर ल अलकत्रामा त सब ढुङ्गै ढुङ्गा टाँसेको एट गर्मी हाई गर्मी कसरी निकाल्ने यार यो अब यो बाटोमा त पग्लै चाहिन्छ घुमाउरो घुमाउरो छ गुड मर्निङ हेलो नमस्ते एभ्रिवान सबैजना सन्चै राम्रै होला म पनि सन्चै राम्रै छु र अहिले बिहानको 7:30 पौने 8 भएको छ म भर्खर उठेँ फ्रेस भएँ होइन एकछिनमा ब्रेकफास्ट खाएर अब हामीहरू तल स्विमिङतिर लाग्छौँ अहिले चाहिँ यो लुगा लगाइरहेछ अब एकछिनमा चेन्ज गर्छु है त तल ब्रेकफास्टमा भेटौँ न अहिले हामी ब्रेकफास्टले तल आएको छौँ हेलो हेलो गुड मर्निङ दाइ कस्तो भयो दाइ रात एकदम पुरा रात त पुरै त्यो शान्त निदाको निदै त्यस्तो टाइपको भयो निदाको निदै ठिक छ ल अब हामी ब्रेकफास्ट गर्न छौँ गुड मर्निङ अतीत मर्निङ हाम्रो ब्रेकफास्ट रेडी हुँदैछ यता कफीहरू कफी मलाई एउटा ब्ल्याक कफी ल हाम्रो ब्रेकफास्ट सर्भ भएको अवस्था फ्रुट्स ब्रेड एग ज्याम ससेज कफी आउँदैछ फाइनली सबै प्याकअप भयो हाम्रो रुम चाहिँ यस्तै छ बाइकहरू तल स्टार्ट हुँदैछ अब हामी यताबाट निस्किन लागेका छौँ अब बाटोमा बाइकमा भेटौँला है त बाइक पनि रेडी वार्मअप सबैजना रेडी भएर गेयरअपमा आइसके अब निस्किने अब यहाँबाट हामीहरू दुप्चेश्वर महादेव मन्दिर जान लागेका छौँ नाइस एन्ड कोजी स्टे होटल क्राउन रेकमेन्डेड है स्विमिङ पनि छ आनन्द टक्क प्याकेजमा आएर मजाले आफ्नो टाइम चाहिँ इन्जोय गरेर आउँदा हुन्छ कपाल त के हो पुरै उठाएछ त आएर आउँदा केटाहरूको फोटोसुट भइरहेछ यता च्याट्टा लगाएर ल अब हेलमेट होइन अब बाइकको अगाडि पिओभीबाट चाहिँ एङ्गलमा भेटौँला है त अब
ल हेलो फ्रम डिफ्रेन्ट एङ्गल यो चाहिँ मैले अगाडि राखेर खिच्न लागिरहेको छु कतिको राम्रो हुन्छ कतिको स्टेबल हुन्छ गर्मी लास्टै गर्मी त पुरै हल्लिँदो रहेछ अगाडि मलाई त डर पो लाग्यो यार ल ब्याक टु मोटो ब्लग अहिले चाहिँ हामीहरू यताबाट लेफ्ट लागेका छन् डुप्चेश्वर महादेव मन्दिर जानलाई बच्चाहरू पौडी खेलिरहेछ गर्मीमा कहाँबाट हो यतैबाट त होला नि सचिन दाइले फ्लाइ बाई दिम क्या हो ठुलै खाल्टो रहेछ बब्बाल बाटो ल राम्रो बाटो सकियो जस्तो छ हौ माथितिर अलि पछि बाटो छ भन्थ्यो हाम्रो होटेलको दाजुले आया के यति मात्रै हो हेर्दै जाऊँ न घुम्न आएको छौँ होइन जस्तो नि बाटोहरू ट्याकल गरौँला हो कत्रो युटर्न हो युटर्न त होइन कर्भ हो
घरहरू पनि प्राय 2-2.5 तल्ला भन्दा ठुलो छैन रहेछ यहाँतिर। सबै चाहिँ एउटै एउटै लेभलमा, कि त 1 तल्ला नत्र 2.5 तल्ला। त्यस्तो भयो भने भ्यूहरू हेर्न पनि आनन्द कि सबै एउटै लेभलमा भयो, ठ्याक्क अर्गनाइज गरे जस्तो। पुरै शान्त वातावरण छ, दायाँ बायाँ इन्भाइरोमेन्टै मजाको। तर ह्युमिड चाहिँ धेरै ह्युमिड छ। बाइकमा गुडिराख्यो भने चाहिँ शीतल छ हावाले, नत्र चाहिँ हप्प हुने। सहरे काठमाडौँ डाइभर्जन। ल यताबाट राइटतिर लाग्यो भने दुप्चेश्वर महादेव मन्दिर जाने बाटो। 17 किलोमिटर रहेछ ल यहाँबाट। 17 किलोमिटर भनेको लगभग आधी घन्टा। राइडिङ बुट लगाएको भए त पानीमा चुम्लुम्मै डुबाउँथे। मैले चाहिँ हाफ बुट मात्र लगाएर आएँ। ए भिज्छ यो सबै। यो बाटो पनि ढलान हुँदैछ। मलाई यसरी बनाएको घरहरू चाहिँ लास्ट मनपर्छ, यो ढुङ्गा ढुङ्गा होइन पुरै। गर्मीमा धेरै तातो पनि नहुने, तर चिसोमा चाहिँ अलिकति ढुङ्गाकै सर्दी चाहिँ आउँछ फेरि। के यहाँतिर सानोतिनो खोला छ क्या हो, बाटो त पुरै भिजेछ त। साइडमा पनि पानी त बगिरहेछ। धोर्खु खोला पुल। जहाँ छाया देख्यो केटाहरूले बाइक रोकिहाल्यो। के गर्नु, ह्युमिड छ, गर्मी। पानी त आउला नि, फोर्स चिसो पानी हुन्छ। दुप्चेश्वर जाँदैछौँ। 13-14 किलोमिटर बाँकी छ। अहिले लास्टै गर्मी भएर एकछिन रुखको तल छायामा बसिरहेछौँ। भ्यू चाहिँ यस्तै छ, हरियाली। अहिले एकछिन पानी ब्रेक, अनि चेनमा ल्युबहरू गऱ्यो सबै बाइकमा। अब यहाँबाट सिधै मन्दिर। बाइक गुडेपछि बल्ल चिसो हावा हान्छ। यत्तिकै बस्नु पऱ्यो भने त ढाड सब भिजिसक्यो पछाडि। अघि होटलबाट निस्किँदाखेरि पुरा फ्रेस भएर निस्केको थिएँ, अहिले हालत फेरि टाइट छ गर्मीले।
धुलो खानुहुन्न यस्तो बाटोमा सकभर स्वाट्ट काटिहाल्ने हो यतातिर चाहिँ अलिक पछि रहेछ बाटो पानी पर्यो भने चाहिँ अलिक अप्ठ्यारै होला चिप्लो बन्द म त बाठो भएर अगाडि आइहालेँ केटाले धुलो खायो मन्दिर कहाँ तल कि माथि अब चाहिँ अलिअलि मन्दिरको भाइब आउन थाल्यो झन्डाहरू देखेर सामुन्टार जाने बाटो तलबाट ल त्यो डाँडा कट्नु बित्तिकै पिच बाटो आउँछ भन्दै थियो कोटबारी होटल दुप्चेश्वर ल दुप्चेश्वर मन्दिर प्रवेश मार्ग दुप्चेश्वर पनि आइपुग्यो बाइकको फ्यान पनि अन भयो हाइट खुट्टामा कस्तो तातो फाल्यो यार था तिग्रा पोल्यो ल लास्ट पोइन्ट यही होला बाइकहरू अनि अलिकति हिँड्नुपर्छ भन्दै थियो 10 मिनट जति मन्दिरको पूजा सामानहरू दाइ बाइक त माथिसम्म जान्छ भन्दै थियो होइन के यतै हो बाइक त अझै माथि जान्छ नि होइन मोटरसाइकल त अझै माथिसम्म जान्छ नि है जान्छ बाइक त जान्छ अरे माथिसम्म है 3टा लस्करै आयो फेरि खस्यो घरि जुत्ताको नट फुस्किने घरि ट्याङ्क प्याड खस्ने यार ल फोटो खिच न फोटो खिच भाइ ल ल मन्दिर चाहिँ यही अगाडि हो श्री दुप्चेश्वर महादेव ल फाइनल्ली ढाका राखेको थिएँ आउने भनेर आजभन्दा 1-1.5 वर्ष लगभग 2 वर्ष अगाडि आज फाइनल्ली बाटो पारेर आइयो पुल पारी के खोला तर्नु पनि हो क्या हो ए एकछिन त झसङ्ग भयो ल दाइ फाइनल्ली पुग्यो पानी पनि सफा रहेछ ल यता पौडी खेल्न पाएँ दाइ पौडी खेल्ने हो कि पौडी खेल्ने हो कि आज शनिबार भएर पनि होला भिड छ यता
अघि हामी आउँदाखेरि बाटोमै कतिजना फर्किरहेको थिए मान्छेहरू, तर प्राय चाहिँ बस रिजर्भमा आउने रहेछ। ल जाने बाटो यतै हो। ओहो, हामीलाई स्वागत त धेरैजना गर्न आयो त। बाइक यता यता, बाइक उता उता। ए फ्यान त कन्टिन्यू अन भइरहेछ त मेरो। फ्यान त कन्टिन्यू अन भइरहेछ। एकछिन सेलाओस्। पुग्यो दुप्चेश्वर मन्दिर, महादेव मन्दिर। कुल्यान्ट मिनिमममा आएछ, ल अलिकति घटेछ। पाउनु त पायो होइन, पायो भयो ठिक छ। ल अब बाइक यहाँ पार्क गरिन्छ। अब यहाँबाट चाहिँ हामीहरू माथितिर हिँडेर जान्छौँ। पैदल यात्राको लागि यता पुल पनि छ होइन त। फ्यान अन भएर अघि कन्टिन्यू अन भएकोले अन्त सेलायो। ल मन्दिर जाने प्रवेशद्वार यही हो। अब यहीँदेखि हिँड्दै हिँड्दै हामी माथितिर लाग्छौँ। माथि मन्दिर जानलाई चाहिँ जुत्ताहरू खोल्नुपर्छ। हामीले सबै यहीँ जुत्ताहरू, आफ्नो हेलमेटहरू यता राखेर हामी चाहिँ माथि दर्शनको लागि जाँदैछौँ। चप्पल राख्ने ठाउँ, जुत्ता राख्ने ठाउँ। अनि मन्दिर चाहिँ यहाँ छ, यतातिर मन्दिर हो। गणेश मन्दिर रहेछ यता। गणेश मन्दिर। जय गणेशाय नमः। यहाँ टाउकोमा दुख्ने को निको हुने बाटो। आमामामा डेन्जर रहेछ त बाटो। के दाइ? मन्दिर सानो ठाउँमा रहेछ, पार्याङबाट जानुपर्ने। गजब रहेछ। मन्दिर चाहिँ यतै हो। यता अलिकति हामी मन्दिर जाने होइन दिदी, बाहिरबाट ढोक्ने फर्किहाल्ने है। यही हो त कि अझ माथि माथि मन्दिरहरू लाइनमा बसिरहेको छ नि, पार्याङबाट जानुपर्ने। ए दर्शन गर्न यसो गर्न लाइन गर्नु पर्दैन अरे हो। पूजा गर्नलाई मात्र लाइनहरू पूजा गर्नलाई मात्र लाइनहरू। यता चाहिँ गुफा छ, केभ। पूजा गर्नलाई मात्र लाइनहरू। फाइनली मन्दिर पनि आइपुग्यो। मन्दिर दर्शन पनि भयो। अलिकति प्रसादहरू लिए। मन्दिर दर्शन गरेर फर्किँदैछौँ।
एकजना साथी भेट्यो ल स्ट्रक्चरै कस्तो दामी ल मन्दिर पनि दर्शन भयो अब हामी यहाँबाट कोटबारीमा खाना खान जान्छौँ अब रिजोर्ट चाहिँ त्यो हो ल श्री दुप्चेश्वर महादेव की जय लेट्स गो लेट्स गो लेट्स गो अप्प थियो अप्प तर यहाँ हावा चाहिँ खासै नचल्ने कि हामी यो ठ्याक्क पिक टाइममा दिउँसोतिर आएको भएर नचल्यो अहिले चाहिँ 3:30 भयो ओइ डगो डगो बाटो काटो अब यताबाट राइटतिर लाग्नु पर्यो यस यस अफ रोड रहेछ नि त यो बाटो पनि अलिकति बनाउनु नि यार यत्रो ठुलो होटेल छ कोटबारी होटेल होइन सानोतिनो गाडी आउनु पर्यो भने त अड्किन्छ त स्कुटरै आउँदैन यो बाटोमा स्योर एकजना ओर्लिनुपर्छ डबल रोड आयो भने एउटा सानो सजेसन होइन बाटो अब यहाँ ढलान गरे जस्तै तलको त्यो ढुङ्गासुङ्गाहरू पनि यस्तो हटाइदियो भाइ सबैजनालाई इजिली एक्सेसिबल हुन्थ्यो माथिसम्म आउन ल अब यहाँ खाना खानलाई आएको छौँ खाना खाइन्छ अलिअलि होटेल एक्सप्लोर कोटबारी यहीँबाट माथि गइन्छ यता नि चढ्नु पर्ने रहेछ नि त ल नुवाकोट जिल्ला एकछिन पिङ पनि खेल्नु पर्ला ओह बाहिरै बसाउँदै तर घाम छ फेरि भित्र पनि हेरौँ न कस्तो छ ए प्याक छ त भित्र फेरि स्याहाँ स्याहाँ चाहिँ आयो दाइ यहाँ नि नाइस छ हावा आइरहेछ ल दाइ बाहिरै बस्नु भयो ल हामीलाई यहाँ वेलकम ड्रिङ्कले वेलकम गरेछ होइन होइन दुइटै हाल्नु हामी खान्छौँ त्यो पनि त्यहीँ हाल्दा हुन्छ दुइटै त्यहीँ हाल्दियो सबै तिनटै त्यहीँ हाल्दा हुन्छ ल अब खानाहरू अर्डर गऱ्यो खाना खाइन्छ हाम्रो खाना पनि आयो मन्दिर दर्शनपछिको भोजन आज लेट भयो 4 बज्यो शनिबारको दिन है त अब खाना खान लागेका छौँ ल मेरो यो क्यामेराको ग्लास फुटेर
रिफ्लेक्सन आइरहेको छ। घिउ हालिदिनु, यसमा पनि हालिदिनु। ल यो चार्ज कहाँ हाल्नु है? अर्को 1 चम्चा हाल्नु अनि पुग्यो। धन्यवाद। मिठो खाना पनि खाइयो होइन त। अब हामी फर्किँदैछौँ। ल दुप्चेश्वर महादेव त्यही हो, यतापट्टि छ अगाडि। यस्तो पहाडमा आएर बस्नु भएको थियो। ओए झन्डै ढुङ्गा त फुत्तै फालिदियो अगाडिको टायर। मैले त्यही भएर अघि आउने बेला भनेको थिएँ यो बाटो अलिकति ढुङ्गासुङ्गा हटाइदियो भने चाहिँ सजिलो हुन्छ भनेर। एबिएसले बचायो। ल अब यहाँबाट तल लाग्छौँ। अहिले 5:12 भएको छ। इभिनिङ टाइम, सनसेट टाइम। अब ठ्याक्क राम्रो लोकेसन साइडमा पऱ्यो भने चाहिँ सनसेट एउटा टाइम ल्याप्स खिच्छु होला। ढुङ्गाहरू सबै सफा गर्दैछ। बाटो त खोलाउनु पर्यो। हेर्दै आनन्द आउने। सनसेटको टाइम भइरहेछ। टिपिकल भिलेज भाइब। बसहरूको आफ्नै ताल छ फेरि। यसले त्यसलाई ओभरटेक गर्यो, उसले उसलाई ओभरटेक गर्यो। हल्का दिने माया लिने रे। दुई मोर हल्दी। वेट कस्तो च्यापेर ओभरटेक गर्छ यार बसहरू पनि। भमिट हान्न छ एकजना फेरि। ए धुलो रहेछ। फ्रीको पाउडर। आमामामा पुरै सेतै बनाउने भयो त। ए टर्निङ लिएकै भवाल्यो गाडीले त। पछाडिको टायरै हावा हावामा
कस्तो दामी ठाउँ यार हैट। ओहो दामी सनसेट बादलको पछाडि। रात आगोको डल्लो। सहरे हुँदै काठमाडौँ जाने बाटो। सहरै 6 किलोमिटर छ होला यहाँबाट। यता चाहिँ हाम्रो छोटो मिठो फ्युल ब्रेक। कति लाइन छ त? तपाईँ हाल्ने हो कि? मेरो 2 लाइन घटेका चाहिँ उइबाट हिँड्दाखेरि मेरो चाहिँ 2 लाइन घट्यो। 6 लाइन छ? 6 लाइन छ। मेरो उइबाट हिँड्दा 2 लाइन घटाएको। 6 लाइन भन्छ ठिकै त हो नि, माइलेज बराबरै छ। सुदीप दाइ र अदित भाइको चाहिँ अलि फ्युल लाइन 2 लाइनमा देखाएको भएर चाहिँ रिफिल गर्दैछन्। हामी ठ्याक्क 6 रे पुग्यो। लिखु नुवाकोट। अट्ठाइस मात्र, तर अफरोड छ नि त माथि माथि, पहाड त्यत्रो चढ्यो। त्यो बसको पछाडि धुलो त सब आँखामा, चस्मा छ भाइ जस्तो त्यही पनि कहाँबाट छिर्यो छिर्यो, आँखै रातो भइसक्यो। 2 किलोमिटर माथि हो कि मामा? 2 किलोमिटर। म अगाडि जान्छु। अब तपाईँ अगाडि जानु न। फुल भइहाल्छ नि भ्याउँछ नि। भ्या पुग्छ मजाले। अब कति दिन छ र अब यहाँबाट। बाटोको हालत यस्तो छ यार, बाटो पग्लेर ल अलकत्रामा त सब ढुङ्गै ढुङ्गा टाँसेछ। हेट गर्मी, हाई गर्मी कसरी निकाल्ने यार यो अब। हेट अन्त कहाँ छ? पछाडि पनि थियो। लो यार पछाडि त डेन्जर टाँसेछ। कसरी निकाल्ने अब यो? ए जुत्तामा पनि टाँस्यो। अहिले चाहिँ हामीहरू छहरे कट्यो। अब बिस्तारै यहाँबाट सुइरेचोर हुँदै शिवपुरी पुगेर अनि तोखातिर लाग्छौँ। एकछिन सचित दाइको मामा घर पनि गयो। लोकल काँक्रो चिया खाएर अब हामी फर्किँदैछौँ। अहिले साँझ
साँझ त के राति नै भन्नु पर्ला अब 7:15 भयो 7:20 फग लाइट बालिदिउँ यो बाटोमा त फग लाइट चाहिन्छ घुमाउरो छ जस अलि एक्स्ट्रा लाइट भयो कि बाइक चलाउन कन्फिडेन्सै आउँछ यार हुन त स्टक पनि राम्रै हो होइन थ्रो राम्रै छ स्टक पनि तर टर्निङ यसरी टर्न लिँदाखेरि एकतिर मात्रै हुन्छ स्टक चाहिँ फाइनल्ली अलिअलि काठमाडौँ भ्याली देख्न थाल्यो ल 7:45 भयो ओहो गजब काठमाडौँको भ्यू ल लागौँ अब टोखा धेरै टाढा छैन यहाँबाट लगभग 10 मिनटमा पुगिहाल्छ जस राइड चाहिँ रमाइलो भयो 2 दिनको राइड थियो 1 नाइट स्टे टोखा पुग्यो शनिबार त आज टोखामा मेला हुनुपर्ने सकिसक्यो हो कि नभएको ओइ झन्डै चापेको ल हामी चाहिँ यताबाट लेफ्ट लागेर निस्किन्छौँ सचिन दाइ सिधै जानुहुन्छ कि के हो ल दाइ बाई बाई सी यू ओके ल सचिन दाइ कलङ्की भएर उता जानुभयो हामी बौद्ध टोली लेफ्टतिर लाग्यो टोखा ग्रिनल्यान्ड चाके दुख्यो यार एकछिन उभिउँ जहाँबाट भ्लग सुरु गरेको थिएँ त्यही ठाउँ आइपुग्यो चाबेल गोपीकृष्ण कट्यो अब सबैजना आफ्नो घर लागे हामी पनि लाग्दैछौँ अब सबैजनालाई बाई बाई भनेर हामी चाहिँ आफ्नो घरतिर लाग्दैछौँ अब यो भिडियो पनि म यहीँ एन्ड गर्छु तबसम्मलाई बाई बाई च्यानललाई माया देखाइदिनुहोस् हल्का लाइक हैन भिडियोलाई च्यानललाई सब्स्क्राइब हामी लेफ्ट दै ल सी यू ल सबैजना राम्ररी बस्नु होला टेक केयर एन्ड बाई बाई